क्या दामी घर हो ओहो कस्तो दामी के भाइ हेलो गाइज वेलकम टु माई च्यानल। सो आज चाहिँ हामी सिन्धुपाल्चोकमा रहेको सुरसिङ झर्ना जाँदैछौँ। अहिले चाहिँ हामी साँखु आइपुग्यौँ। आजको हाम्रो यात्रा अराउन्ड 3 आवर्सको रहनेछ। सुरसिङ झर्ना चाहिँ काठमाडौँबाट लगभग 65 to 70 किलोमिटर डिस्टेन्समा रहेको छ। सुरसिङ झर्ना चाहिँ मेलम्चीबाट अराउन्ड 30 to 33 किलोमिटर माथि रहेको छ। त्यसैले हामी चाहिँ अहिले साँखुबाट माथि जर्सिङ पौवा नाङ्गे भारे मेलम्ची हुँदै हामी सुरसिङ झर्नातिर जाँदैछौँ। काठमाडौँबाट हिँडेको अराउन्ड हाफ एन आवर जतिमा चाहिँ हामी अहिले जर्सिङ पौवा आइपुगेको छौँ। आज वेदर एकदमै सन्नी छ। आई होप पानी चाहिँ नपरोस् बेलुका। आज एकदमै धेरै गर्मी भएकोले हामीले जर्सिङ पौवामा चाहिँ 5-10 मिनट्स रेस्ट गरेर पानी सानी खायौँ। अब हामी नाङ्ले भारे आइपुग्न लाग्यौँ। अब यो जर्सिङ पौवादेखिबाट चाहिँ मेलम्ची हेलम्बु हाइवे कनेक्ट नहुने बेलासम्म चाहिँ हामी ओह्रालो नै ओह्रालो जानेछौँ। अहिले चाहिँ हामी नाङ्ले भारे आइपुग्यौँ। यो ठाउँ चाहिँ एकदमै रमाइलो छ। यहाँबाट चाहिँ हामीले चारैतिर हरिया डाँडै डाँडा देख्न सक्छौँ भने यो विन्टरतिर अथवा दसैँतिर आकाश खुलेको बेलामा चाहिँ यो नर्थ साइडमा चाहिँ हिमालको रेन्ज देख्न सक्छौँ। आज अब सबै बादलले ढाकेको कारण हामीले केही देखेको छैनौँ। हामी चाहिँ अहिले चाँपा बोट भन्ने ठाउँमा आइपुगेका छौँ। यो बाटो चाहिँ एकदमै रमाइलो छ। चारैतिर हरिया डाँडा हाइटमा पनि छ। हाइटबाट ओह्रालो झर्दै जाने भएकाले यो बाटो हिँड्न चाहिँ एकदमै धेरै रमाइलो हुन्छ र हामी मेलम्ची पुगेको थाहा पनि हुँदैन। एकैछिनमा हामी मेलम्ची पुगेको जस्तो फिल हुन्छ। हामी चाहिँ अहिले छाप भन्ज्याङ भन्ने ठाउँमा आइपुग्यौँ। यो चाहिँ काठमाडौँ र सिन्धुपाल्चोकको बोर्डर हो। सुन्दा सबैलाई अचम्म लाग्ला, तर अहिलेसम्म हामी काठमाडौँमै थियौँ। अब यो कटेपछि चाहिँ हामी सिन्धुपाल्चोक प्रवेश गर्छौँ। यहाँबाट सिन्धुपाल्चोक जाने 2टा बाटो छ।
लेफ्टपट्टिबाट जानुभयो भने पुरानो बाटो हो, त्यो चाहिँ अफ रोड छ। त्यसैले हामी राइटपट्टिबाट माथिको उकालो बाटो जान्छौँ, जुन चाहिँ पिजे पिच छ र सिधा गएपछि त्यो बाटो चाहिँ मेलम्ची हेलम्बु रोडसँग कनेक्ट हुन्छ। अहिले चाहिँ हामी मेलम्ची हेलम्बु रोडसँग कनेक्ट हुने ठाउँमा आइपुग्यौँ। अब यहाँबाट चाहिँ सिधा माथि गएपछि चाहिँ हामी मेलम्ची पुग्छौँ। अराउन्ड 10-11 किलोमिटरमा छ। सो हामी चाहिँ फाइनल्ली काठमाडौँबाट हिँडेको अराउन्ड 1 घन्टामा मेलम्ची आइपुग्यौँ। मेलम्ची चाहिँ मेरो गाउँ पनि हो। सो यहाँ आउँदा चाहिँ मलाई एकदमै धेरै खुसी लाग्छ। म चाहिँ यो बाटो हिँडिरहेको छु, त्यसैले मलाई यहाँ आउन धेरै टाइम लाग्दैन। सो पिच रोड चाहिँ हाम्रो मेलम्चीसम्म मात्रै हो। अब मेलम्चीभन्दा माथि चाहिँ सुरसिङ झर्नासम्म लगभग सबै अफ रोड नै हो। सो त्यही अनुसार प्रिपेयर्ड भएर आउनु होला। अराउन्ड 30 to 35 किलोमिटर जति बाटो चाहिँ पुरै हामी अफ रोड नै हिँड्नुपर्छ। अफ रोड भए पनि बाटो चाहिँ अब राम्रै खालको ग्राभल अफ रोड छ। अब प्राय सबै मान्छेहरू चाहिँ मैले बाइक स्कुटरमा आइरहेको देखेको छु। स्कुटर पनि मजाले जान्छ माथि झर्नासम्मै। सो बिना टेन्सन आउनु होला सबैजना। यहीँ खाएको थिएँ मैले एक दिन खाएको, ठिकै थियो। यतैबाट जाने हो सुरसिङमा। सुरसिङ यहाँ लेखा पनि रहेछ। यताबाट भन्दा उताबाट राम्रो छ। बाटो 2 किलोमिटर छोटो पनि यताबाट छोटो पर्छ। हजुर म्यापमा त फेरि यताबाट छोटो देखाइरहेको छ। यता राम्रो बाटो त्यतै भन्छ त्यतै भन्छ गएको आग लाग्यो रहेछ जान्छ होला हिँड्न चाहिँ धेरै छ के ए यो चाहिँ राम्रो छ यताबाट गयो नि के हिँड्नु बाटो दाइलाई थाहा होला नि 2 किलो त्यहीँ जानु लाग्यो तपाईँ नि राम्रो छैन यताको बाटो यहाँबाट जानु आउँछ कि भित्रबाट आउनु न राम्रो बाटो छ नि 2 किलोमिटर यहाँबाट हिँड्नु यहाँ हिँड्नु चाहिँ यहाँ धेरै होला के तपाईँ चाहिँ गइरहेको यताबाट जाने झर्नाबाटै आएको म झर्नाकै गाउँको मान्छे ए झर्ना गाउँको मान्छे हो अरे क्या दाइ ए ल ल मेलम्चीबाट अराउन्ड 10 to 12 किलोमिटर माथि चाहिँ माथि जाँदा जाँदै एउटा ठाउँमा तपाईँहरूले वे टु सुरसिङ झर्ना भन्ने साइनबोर्डका साथ लेफ्ट साइडबाट जाने बाटो देख्नुहुन्छ। हामी चाहिँ त्यही बाटो जान लागेको थियौँ। त्यो बाटो पनि ठिकै छ, त्यस्तो नराम्रो त छैन। अफ रोडहरू हो भने चाहिँ राम्ररी नै जान्छ। तर हामीलाई चाहिँ अब त्यो गाउँको एउटा दाइले चाहिँ अब त्यो बाटो नजानु, अलिकति माथिबाट अलि राम्रो छ बाटो, त्यो बाटो जानु भन्नुभयो। तर मलाई चाहिँ अब अहिले हामी यो जुन बाटो जान लागिरहेको छौँ, जुन त्यो अघिको दाइले
जानु भन्नुभएको बाटो चाहिँ अलिकति बढी लामो लाग्यो। तर ठिकै छ, यो बाटो पनि त्यति नराम्रो त छैन, राम्रै छ, तर अलिकति लामो चाहिँ फिल हुन्छ। तर अघिको बाटोबाट सुरुको बाटोबाट जाँदाखेरि चाहिँ स्कुटरहरू हो भने चाहिँ त्यो बाटो नजानु, किन भन्दाखेरि एकदमै धेरै ढुङ्गा छापेको छ त्यो बाटोमा। सो एकदमै धेरै थचार छ। सो स्कुटरहरू हो भने चाहिँ हामी अहिले हिँडेको यो बाटोहरू नै हिँड्नु होला, तपाईँहरूलाई एकदमै सजिलो हुन्छ। तर यो बाटोमा एउटा रिस्क भनेको चाहिँ अलिकति ठाउँ ठाउँमा पहिरो गएर बाटो चाहिँ एकदमै साँघुरो थियो, ठाउँ ठाउँमा चाहिँ एकदमै बिग्रेको छ। नत्र यो बाटो पनि एकदमै राम्रो छ, तर अलिकति लामो छ। सो अब तपाईँहरू आफै डिसिसन गरेर जानु होला। मलाई चाहिँ अब उताबाट फर्किँदाखेरि चाहिँ म बेकारमा यो बाटो आएछु जस्तो फिल भएको थियो। तर ठिकै छ, दुइटै बाटो उस्तै उस्तै नै छ, रमाइलो छ। अब एउटाबाट गएर अर्कोबाट फर्किँदाखेरि पनि ठिकै हुन्छ, धेरै नयाँ नयाँ ठाउँ घुम्नु पाइन्छ। सो जे गरे पनि हुन्छ। यो बाटो चाहिँ अराउन्ड 3 किलोमिटर चाहिँ पिच छ। सो अराउन्ड 3 किलोमिटर चाहिँ रमाइलो हुन्छ यो डाँडामाथि बाइक चलाउनलाई। टाइम लाग्छ अब आधी घन्टा 15-20 आधी घन्टा गरेर कति हुन्छ 4 बजे पुग्यो पानी लय है यहाँ हो त्यो झर्नाबाटै लय क्या खोलाको पर्दैन होला पर्दैन तर छेउमा भिडमा रहेछ बाटो त्यस्तो नराम्रो पनि छैन, तर लाइक ठाउँ ठाउँमा चाहिँ अलिकति पहिरो गएको ठाउँहरू छ। सो अलिअलि बिग्रेको छ बाटो चाहिँ, त्यस्तो नराम्रो त छैन। ठिकै छ के हतार छ तपाईँले बेलुका शीतलमा फर्किँला नि है कुन बाटो आएको हो र कस्तो छ उताको बाटो ओह्रालोमा त गाह्रो हुँदैन ढलानको बाटो सुरुमा ढलान भने अहिले पुरै ढुङ्गा उठ्याएको माथिसम्म मान्छे खाली होला नि अहिले अब त्यताको बाटो फर्किँला नि त के भयो त यो सुरसिङ झर्ना जाने बाटो चाहिँ एकदमै रमाइलो छ। चारैतिर हरियाली नै हरियाली, अग्ला हरिया डाँडा, लास्टै रमाइलो भएको थियो भ्यू हेर्दै बाइक चलाउनलाई चाहिँ। फेरि यो बाटोभरि जताततै सानो सानो झर्ना पनि एकदमै धेरै छ। हामी चाहिँ अब झर्नाबाट अराउन्ड 7-8 किलोमिटर अवे छौँ।
यो बाटो चाहिँ जे होस् हामीलाई एकदमै धेरै लामो फिल भएको थियो। कस्तै लामो रहेछ कि यार बाटो त। कस्तो चिसो पानी खाने क्या मजा आयो भने खुट्टामा एक छिटा पर्दा नि। तेर्सो बाटो रहेछ कि अनि त्यही भएर हामीले चाहिँ बाइक चलाउँदा चलाउँदै आफ्नो मनलाई कन्ट्रोल नै गर्न सकेन र जति ढिला भए पनि एकछिन भए पनि बाइक रोकेर यो भ्यू खिच्नतिर लाग्यौँ। हामीले चाहिँ त्यो पर देखेको झरना नै सुरसिङ झरना होला भन्ठानेको थियौँ, तर होइन रहेछ। वी आर रङ। कति झर्ना हो आम्मामा। बाटो ठ्याक्कै फैलियो। यहाँ बसौँ यार एकछिन, थाकिसक्यो मुजी। बाटोमा जाँदा जाँदै यस्तो दामी भ्यू देख्ने ठाउँ आइपुग्यो कि हामीले फेरि आफ्नो मनलाई कन्ट्रोल गर्न सकेनौँ र बाइक रोकेर हामी फेरि यो भ्यूहरू खिच्नतिर लाग्यौँ। चारैतिर हरियाली, हरियो डाँडा, हरियो धान रोपेको खेतहरू, एकदमै रमाइलो फिल भएको थियो। चिसो हावा, लास्ट मजा आएको थियो त्यो ठाउँमा पुगेपछि चाहिँ। अहिले भर्खरै खोजिन्छ ओ यार कस्तो सेक्सी यार। साथै पनि काम हो के भयो अरे सक्दैन भनेर भन्दा नै मैले आवाजै सुन्दा कि फोन गरेर स्विच अफ गर्नु। 2 मिनट आइपुग्छ र हो। पानी त ढुक्कै पर्दैन।
कस्तो चाहिँ खोजमा रहेछ यहाँ गर्मीले हो कहिले फर्किने मेलम्चीमा त्यही यहाँ त कहाँ बास बस्नु फर्किने हो कहीँ गएर 15 मिनट बसेर फर्किहाल्ने बज्दैन होला 4 बजी त पुग्छ होला होइन अँध्यारो भरमा त्यस्तो भयो रात पर्नु त धेरै टाइम पाइन्छ नि झर्ना सिधै हो दाइ सिधै हो कति भन्दै थियो नि उयोले छेक्दो रहेछ क्या तल अति हाइटमा थियो क्या अब यहीँ खोज्नु होला ल त्यो झर्ना हुने हुने खोज जस्तो लाग्यो आउनु थाल्यो नि त फर्किँदै रहेछ नि यस्तो त रहेछ बाटो सुरसिङ झर्ना पुग्ने आँट्दा चाहिँ 1-2 ठाउँमा पहिरो लडेर बाटो एकदमै साँघुरो र एकदमै धेरै हिलो रहेछ त्यो ठाउँमा चाहिँ हामीले बल्ल तल्ल बिस्तार भए पनि बाइकलाई लिएर गयौँ बाइकै हेभी भयो कि उकालोमा त फरक पर्दैन त्यो अर्को बाटो भने उयो रहेछ क्या त्यतिबाट जाने नयाँ बाटो ट्राई हानिदिउँ न है त त्यही नयाँ बाटो ट्राई हानिदिउँ न ऊ त्यो रहेछ फेरि पनि झर्ना पुग्नुभन्दा अगाडि चाहिँ यहाँ पनि एउटा पहिरो गएको थियो यहाँ पनि बाटो एकदमै साँघुरो थियो
तपाईँहरूले अगाडि देख्न सक्नुहुन्छ। हामी यो बाटो आउँदाखेरि चाहिँ एक दुई ठाउँमा पहिरो गएकोले अलिकति रिस्की थियो, तर हामी जुन बाटो फर्क्यौँ, जुन चाहिँ त्यो सुरुमा अघि देखेको लेफ्ट साइडबाट जाने बाटो थियो, त्यो बाटोमा चाहिँ कतै काहीँ केही पहिरो सहिरो चाहिँ गएको छैन। अलिअलि हिलो भने चाहिँ छ। झन्डै सिधै गएको नि म भाल नदी। ऊ त्यहाँ रहेछ, ऊ त्यही रहेछ भरेन। पानी भऱ्यो नि। ओ डेन्जरै रहेछ त यार। तर डेन्जरै हो, तिर्छै रहेछ है तर। बाटो हेर न, अझै यो बाटो सजिलो अरे। एउटा बाइक अड्दो रहेछ त्यति। त्यो गाडी चाहिँ उताबाट आउँदो रहेछ जस्तो लाग्यो त्यसो भए। तिनीहरू गाडीमा आएको थियो नि त, गाडी हिँड्ने बाटै सजिलो हुन्छ नि। जस्तै यहाँ अगाडि हेर्न सक्नुहुन्छ, बाटो एकदमै साँघुरो थियो। मेरो त बाइक पनि अलिकति ठुलो थियो, त्यही भएर मेरो बाइक चाहिँ बल्ल तल्ल छिर्यो। सानो सानो बाइक छ भने चाहिँ आनन्दले छिर्छ होला, तर मेरो बाइक चाहिँ बल्ल तल्ल छिर्यो यो ठाउँबाट। जे होस्, एडभेन्चरै फिल भएको थियो अलिअलि। कस्तो ठाउँ हो बाटो यार। गान्धीको त बाइकै ठुलो हुँदैछ नि त्यहाँ त। तिम्रो त बाइकै ठुलो हुँदैछ क्या त्यहाँ। यो मुजी भ्याप्त भएर हो क्या। अरू बाइकले त्यस्तो खाँदै मेरो बाइकहरू सुन्दै जान्थ्यो यताबाट। ए अझै रहेछन् मान्छेहरू, भन्दै रहेछ। सब यताबाटै फर्किरहेछन् त तर। सबैजना यतैबाट फर्किरहेछन् क्या तर। स्कुटरवाला हत्तकै खेल्छ। त्यो झरना पुगिसकेपछि चाहिँ यो पुलबाट जाँदाखेरि चाहिँ एकदमै धेरै ध्यान पुर्याएर हेरेर जानुपर्छ। किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ काठको पुलको बिचमा एउटा ठुलो ग्याप छ। त्यहाँ चाहिँ मेरो बाइकको टायर ल्याम्मै छिर्यो। हामीले एकदमै धेरै दुःख गरेर पानी परेको बेलामा बल्ल तल्ल अरू मान्छेहरूको हेल्प मागेर त्यो टायर निकाल्यौँ। उठा अगाडिको मात्रै हो क्या। पानी परिसक्यो, छिटो उठा। त्यही भने मस्त मुभी। कस्तो पुल बनाएको त यार। अरूलाई यो रिङ बाङ्गे लाउने टेन्सन छ हो। मान्छे हो त नहोस् है। चिनाले कस्तो मुजी हेल्प गर्न नआएको हो क्या यार। हेलो
सो दिनभरि बाइक चलाएको थकाइ मेट्दै खाजा खाँदै हामी चाहिँ अब झरनातिर जानलाई अघि बढ्यौँ। बाइक रोकिने ठाउँबाट झरना पुग्न चाहिँ अराउन्ड आधा घन्टा लाग्छ। सो त्यही अनुसार प्रिपेयर्ड भएर आउनु होला। झरना पुग्नुभन्दा अलिकति तल चाहिँ यस्तो खाजा खाने ठाउँ पनि छ। यहाँ चाहिँ मान्छेहरू झरनामा पौडी खेलेर आएर जाडो भएर आगो तापेर बसिरहेका थिए। झरना चाहिँ तलबाट हेर्दा नै एकदम ठुलो देखिन्थ्यो र त्यो झरना जाने बाटोको भ्यू पनि एकदमै रमाइलो थियो। अलिकति ठाडो उकालो छ, सो एकदमै धेरै थके पनि लागेको थियो लाग्न त, तर त्यो झरना देखेर हाम्रो थकाइ पनि मेटिराखेको थियो। यस्तो धेरै क्लियर पानी थियो कि हामीलाई त्यो देखेर त्यहाँ गएर चुर्लुम्म डुब्न मन लागिरहेको थियो। यी उकालोका साथ हामी झरना नजिक अघि बढिरहेका छौँ र हाम्रो एक्साइटमेन्ट पनि एकदमै धेरै बढिरहेको छ। भ्यू पनि चारैतिर हरियाली एकदमै धेरै रमाइलो छ। फाइनली हामी चाहिँ झरना भएको ठाउँमा आइपुग्यौँ। झरना चाहिँ एकदमै धेरै ठुलो थियो। पानीको छिट्टा चाहिँ यहीँसम्म पनि आइपुगिरहेको थियो र एउटा मात्र होइन, साइडमा अर्को पनि ठुलो झरना रहेछ। हामी त हेरेको हेरै भयौँ। लास्ट रमाइलो फिल भएको थियो र आफू एकदमै धेरै सानो फिल भएको थियो त्यो झरना अगाडि पुगेपछि। जोस् एकदमै धेरै रमाइलो भयो। त्यो मोमेन्ट त कहिल्यै बिर्सिन सकिन्न होला। लास्ट रमाइलो थियो। त्यो झरना अगाडि पुगेर पानीमा भिज्न लास्ट रमाइलो भएको थियो। हामी अलि ढिला पुगेको थियौँ, सो झरनामा कोही पनि थिएन। सो त्यस कारणले पनि हामीलाई एकदमै धेरै रमाइलो भयो। एकदमै धेरै पिसफुल्ली झरना अगाडि हामी बसिराख्यौँ भिजेर। सब दुःख, सब टेन्सन सबै बिर्स्यौँ हामीले एकैछिन। जे होस् लास्ट रमाइलो भयो। म त सबैजनालाई जानुपर्छ एकचोटि भन्छु यो झरनामा चाहिँ। अरू झरना जस्तो होइन, यो झरना चाहिँ एकदमै ठुलो, जान पनि रमाइलो, एकदमै लाइभली इन्भाइरोमेन्ट, जताततै हरियाली, एकदमै रमाइलो थियो। रमाइलो छ गाइस, यस्तो दामी भ्यू छ कि आउनुपर्छ सबजना। उता नजाकेर हो, उता नजा, त्यो पानीमा चिप्लिन्छ। काले नजा। हामी चाहिँ एकदमै ढिला पुगेको थियौँ। सो हामी झरनामा धेरै बेर बस्न पाएनौँ। हामी त्यहाँ आधा घन्टा जति बसेर फर्किहाल्यौँ। सो गाइज, यो चाहिँ थियो हाम्रो सुरसिङ झरनाको भ्लग। पछि पनि यस्तै रमाइलो रमाइलो ट्राभल भ्लगहरू हेर्नलाई चाहिँ सब्सक्राइब गर्नु होला। थ्याङ्क यू एन्ड गुड बाई।